अहिले चाहिँ म पनि अब दोकानतर्फ लागेँ है। अब बिहान भएको थियो। गुड मर्निङ एभ्री वान है। अब हाम्रो दोकान सेटअप गरेर सामानहरू पनि यता चाहिँ अब हाम्रो ड्याममै केकहरू आएको थियो कि स्ट्रिट केकहरू केकहरू पास गरिदिएको थिएँ। केकहरू मजा मजा भन्दा यहाँ अब ट्रकसँग आइरहेको थियो। यतापट्टि स्ट्रिट्सहरू टक्कै त्यसरी एसेम्बल गरेर आएको हुन्छ। टक्कै राखेर काटेर पठाएको हुन्छ। यता चाहिँ हाम्रो नयाँ नानालाई चाहिँ काम गर्नु सक्छ भने हामीले बसको के साह्रो पर्दैन तान्नु पनि गल्यो जस्तो गरेर त्यस्तै कसैले अब प्यासेज पनि हेर्नु आयो। पर जान्थ्यो खानाको यति टिफिनमा चाहिँ हाम्रो खाना आइरहेको थियो फ्याक्ट्रीबाटै। हजुर यो चाहिँ टक्कै एसेम्बल गरिसकेर मैले तपाईँहरूलाई देखाउँदैछु। यो चाहिँ टक्कै अब एसेम्बल गरिसकेर टक्कै होइन त्यहाँ राखेर चाहिँ के अब यो चाहिँ डिस्प्लेमा तपाईँलाई राखेर हो। यता चाहिँ अब बेकरीपट्टिको पेस्ट्रिजहरू केकहरू बस्नु जग्गा, यता चाहिँ प्याटिज मफिनहरू बस्नु जग्गा कि यता चाहिँ फाल्टै एक पट्टि छ। टक्कैसँग यो चाहिँ काउन्टरको साइडहरू खोल्दै अब देखाइदिइहालेको। अनि यसरी आउँछ कि हाम्रो चाहिँ बिहान एकखेप खाने खाजा चाहिँ यस्तो खालको हुन्छ। फ्याक्ट्रीबाट आएको खाजा खाने बित्तिकै फेरि अर्डर आयो कि अब अर्डर आयो। अब म हुनु त खाजा खाने बित्तिकै बनाउनु त खासै मन थिएन, तर पनि अब आफै अफिसबाट नगयो किनभने अलिकति उठेन त सामानहरू बनाउनु पनि। त्यसले गर्दाखेरि किनभने म छिटो बनाउँछु भनेर म आफै बनाउनु थालेँ। हमारा गाड़ी लगेगा 3,000 2,000 का फर्क पड़ता है। ऐसा सिस्टम में जाने से ये गाड़ी जाएगा 400 बोलता है और हम लोग बोलते हैं 200 बोलता है। डिफरेंट है ना, कहीं भी जाओ थोड़ा डिफरेंट है। ये गाड़ी फेरि काम गर्नु बेला चाहिँ कस्तो होला हुन्छ कि मान्छे कहाँ मान्छे चाहिँ कोही हुन्छ कि आममा भन्दा खै गाडी घन्टा जस्तो हुन्छ नि। त्यो हरेस लाग्दो स्वरमा चाहिँ गरेको केही मन पर्दैन। त्यही सोच्दै अब म त्यो मनमा मान्छे कि साह्रो बोलेको होला भन्ने म चाहिँ त्यहाँ बनाउने सामान। त्यो दाजु चाहिँ यस्तो ठुल्ठुलो स्वरमा हल्ला गर्दै थियो कि मैले भिडियोबाटै हल्लाइलाई नि हटाएर बरु त म बोल्छु भने मैले नि हालेँ कि त्यो हुन्छ नि अब हरेस लाग्दो स्वरमा के भनेको भक्कै लाग्दो। हाम्रोमा चाहिँ अरूभन्दा पनि ढुक्कै कुरा चाहिँ के छ भने चाहिँ टक्कै हाम्रो सेल्फ सर्भिस छ नि त। हामीले चाहिँ सर्भिस चाहिँ गरिराख्नु पर्दैन, सिधै बनाउँदै आफै बोलाउँदै दिँदै गर्नु मात्रै पर्छ नि त। सेल्फ सर्भिस भएकोले गर्दा त्यति चाहिँ हाम्रोमा दामी बेनिफिट छ किनभने जग्गा सानो भएकोले गर्दा सर्भिस गर्नै पर्दैन। सिधै अगाडि उभिराखेको हुन्छ टक्कै बनाइदियो त्यस्तो हुन्छ नि। एक्सक्युज मी, म्याङ्गो मिल्क सेक रेडी। आइसक्रिम
स्ट्रॉबेरी मिल्क शेक रेडी ये हामी टक्कै अर्डर बनाइसकेको नानाले केक लिनु जाऊ भन्यो अनि केक लिनु गएको होइन किनभने केक चाहिँ किन लिनु गएको भने हाम्रो चाहिँ अब दिउँसो अलिक एक्स्ट्रा फ्लेभरको केकहरू आएर चाहिँ अर्डरमा बनाइदिन्छ नि त त्यसले गर्दाखेरि केक लिनु जानुपर्छ त्यसमा चाहिँ पुऱ्याउनु आउँदैन हामी आफै जानुपर्छ नि म एकजना हेरौँ त नाना मलाई पठायो मै गइदिइहालेँ अनि टक्कै दामी रहेछ त है कुन चाहिँ फ्लेभरको Choco vanilla. सुको भेनिला अघिको पासन चाहिँ यस्तो खालको घाम लागिरहेको थियो त्यो केक लिनु जाँदा चाहिँ टाउको त्यो कपालको जराहरू जस्तो अहिले चाहिँ एकैछिन पानी परेर